हेलो एभ्रिवान, सबैजनालाई नमस्कार। वेलकम ब्याक टु माई मिनी ब्लग गाइस। है आज भने चाहिँ मैले चाहिँ भिडियो स्टार्ट पनि गरिसकेको छु। म भने चाहिँ तपाईँको अहिले कहाँनिर छु भन्दाखेरि चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ, म भने चाहिँ हाम्रो पिकअप स्ट्यान्डमा छु। यहाँ चाहिँ हाम्रो समिताको गाडी छ हो। अनि मेरो चाहिँ गाडी तपाईँको यहाँ पर राखिरहेको छु नि त। मेरो चाहिँ गाडी स्टार्टमा छ गाडी चाहिँ हो। अनि चाहिँ अघि आएको आउनु चाहिँ, तर गाडी आएर चाहिँ भर्खर स्टार्ट गरेको छु है। गाडी चाहिँ धुलोले यस्तो खत्तम भइरहेको छ कि अहिले माटो ओछ्याएकोले गर्दाखेरि यहाँनिर एकदमै खत्तम भइरहेको छ हो। अहिले भन्छ चाहिँ बसिरहेको छु। अब चाहिँ लोडतर्फ जानुपर्ने छ मलाई चाहिँ। ल त साथी, अहिले भन्छ लागेको लोडमा। ल दाग आएको ल लागिँदैछ ओह्रालो है, लोड गर्नुपर्छ है त। अहिले भने चाहिँ तपाईँको म लोड गर्नु पनि आइपुगिसकेको छु है। कहाँनिर भन्दाखेरि यहाँ हाम्रो इन्द्रजितको गोडाउनमा है। उहाँनिर ओनर चाहिँ ऊ हो, ओनर चाहिँ। अनि अहिले चाहिँ मेरो प्लाइ लोड हुँदैछ हो। अनि प्लाइ पछाडि चाहिँ यो सामान लोड हुन्छ होला है। यसलाई चाहिँ तपाईँको सामान चाहिँ कहाँनिर जानु पर्ने रहेछ भन्दा लाङाङ साइड रहेछ है। अब एकैचोटि के कसो हुन्छ अहिले एकछिन बनाउँछु है त भिडियो अहिले। मेरो भन्छ अहिले चाहिँ तपाईँको लोड पनि भइसकेको छ है। सामान चाहिँ एकदमै बेसी हाल्यो। अहिले लास्ट यो हाल्नु रहेछ एक दुईवटा हो। यिनीहरू सामान चाहिँ एकदमै डरलाग्दो लोड भएको छ है। खतरा खतरा सामान चाहिँ ड्याम्मै लोड भयो। त्यो अहिले भन्छ लाङगाङको छेउछाउ पनि हामी आइपुगिसकेको छ। यहाँ केटाहरू पनि छ हो, खाली गर्नुको लागि आएको हो उनीहरू पनि। लाङगाङमा चाहिँ मेरो आधी सामान चाहिँ अलिक पर झारेर अहिले चाहिँ फेरि अलिक यता आएर यो आधी सामान चाहिँ यहाँनिर झार्दैछ। यो घरको सामान रहेछ हो, यहाँनिर झर्या हुँदैछ यो सामान चाहिँ हो। अब यो झारे चाहिँ फेरि सिधै गेजिङ स्ट्यान्डतर्फ लागिन्छ म भनी चाहिँ हो। त्यही भने चाहिँ तपाईँको म चाहिँ यहाँ स्ट्यान्ड आइपुगिसकेको छु हो। यहाँ देख्न सक्नुहुन्छ मेरो गाडी अड्काइदिएको छैन यहाँनिर। अब यहाँ गभर्मेन्ट गाडीहरू ल्याएर राख्छ हो। अन्त त्यही कारणले अड्किरहेको छ यहाँनिर। स्ट्यान्डमा आयो भनेर आज हिँडेको छ मलाई। मलाई यहाँ एउटा निस्किनु दिएको छैन केटा हो। हाम्रो गभर्मेन्ट ड्राइभरको एसोसिएसनहरू गर्छ एसोसिएसन, तिमीहरू गभर्मेन्ट ड्राइभरको एसोसिएसन। ए गाडी नम्बर चाहिँ हो। अहिले भने चाहिँ स्ट्यान्डमा आएर बसाइ छ हो। अनि भर्खरै हामी चाहिँ खाजा खाइकन आएको। अन्त अब खाजाहरू खाएर चाहिँ है, खाजा खाएको हरेको चाहिँ भिडियो बनाउनु पाइएन। अहिले भने चाहिँ बसिरहेको छौँ हाम्रो स्ट्यान्डमा। यता सिसिदा हुनुहुन्छ हो। अनि पानी पनि पर्दैछ, फेरि घाम पनि लागिरहेको छ हो। अचम्म भइदिइरहेको छ। के भइदिएको भन्नु यसलाई चाहिँ के भएको भन्नु त? त्यही भएको अब त्यही भएको है, सक्यो कुरा। ल यति नै छ आजको लागि। त्यो गाडी पनि आइदियो साथीहरू। अहिले आज चाहिँ त्यस्तो डरलाग्दो काम नभएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ गाडीमा बसी छ हो। अन्त यहाँ डिएममै कोही भर्खर सुतेर उठ्दैछन्। यता दाजु यहाँ भर्खर सुतेर उठेको हो। म पनि यहाँ भर्खरै सुतिकन उठेको। अरे हल्का हल्का पानी पनि पर्दैछ हो। त्यस्तै छ है। पसन्द भाइ चाहिँ ह्यान्डसम हुनु आएको छ आज यहाँ रलदागोमा। केस काट्नु सेक्सी बनाइदिन्छ। दामी काटिदिनुहुन्छ है यहाँनिर। दामी काटिदिनुहुन्छ नि त है। अहिले भन्छ हामी चाहिँ ह्यान्डसम भएर यहाँनिर केस काटेर चटाकचुड भएर चाहिँ जाँदैछौँ हो। यता दामाले केस काटेर चटक्कसँगले है। ह्यान्डसम होइन त हो नि, खतरा भएर लागिँदैछ। दाको चाहिँ लोड आएर दाजु लोडमा जानु आँटेको हो। हाम्रो चाहिँ गाडीहरू यहीँ स्ट्यान्डमै छ, ड्याममै छ गाडी स्ट्यान्डमा। यहाँ सिसिदासँग गाडी तल आरी गाउँपट्टि जाँदै थिएँ लोड गर्नुको लागि आएको। लोड चाहिँ कति रहेछ भन्दा हेर्नुहोस् नि, खालले दुईवटा फल ओभरलोड गाडी। यत्रो गाडीमा चाहिँ दुईवटा फल म त्यसो साथी हो। अब भन्छ हामी आरी गाउँतर्फ जानु आँटेको है। दुई भाइ, दा र म। दाको साथी गइदिएको, म चाहिँ ह्यान्डी बोय हिँड्नु इच्छिनको लागि ह्यान्डी बोय भइदिएको। अहिले भन्छ हामी चाहिँ तपाईँको कलेज छेउ पुग्न आँटिसक्यो हो। यहाँ चाहिँ आरी गाउँको लोड रहेछ यता दासँग हो। गलका दाले नै गाडी कुदाउँदैछ। म भने चाहिँ यता साइडमा बसिरहेको छु हो। रात पनि परिसक्यो है। अहिले भने चाहिँ हामी खाली गरेर फर्किँदैछौँ हो। तर आज चाहिँ खाली गर्नुमा एकदमै ढिलो भयो। किन भन्दाखेरि तपाईँको पानी परेर चाहिँ लोड चाहिँ खाली पनि दुई पिस सामान पनि खाली भएन, त्यस्तो साह्रो ढिलो भयो आज चाहिँ हो। अहिले भन्छ हामी खाली गरेर तपाईँको 10 मिनट टर्निङ आइपुग्न आँटिसक्यो। अनि अहिले चाहिँ हामी भर्खर कोर्टको मुनि क्रस गरिसक्यो है। हाम्रो यता सिसिदासँग आएको थिएँ म भनी चाहिँ हो। अन्त हामी दुई भाइ चाहिँ लागिँदैछ अहिले भने यहीँ हो। दालाई पनि एकदमै हतार छ, घर जानुपर्ने छ। म पनि माथि गएर गाडी लिएर घर जानुपर्ने हुन्छ हो। सो त्यही कारणले गर्दाखेरि आजको भिडियोलाई चाहिँ यहीँनिर राख्न चाहिँ थ्याङ्क यू फर वाचिङ दिस भिडियो गाइस। सबैजनालाई बाई बाई है त। एकदमै तपाईँहरूले माया र सपोर्ट ढुक्कैसँगले गरिरहनु भएको छ है। ढुक्कैसँगले माया र सपोर्ट यसरी नै गरिराख्नुहोस् होला होइन। के कस्तो त हो कि भन्नुहोस् त। गर्नु पर्यो नि भने जस्तो हो। त्यो बिरेदाको पालो जस्तो हो कि होइन। ल त गाइस, थ्याङ्क यू फर वाचिङ दिस भिडियो। बाई बाई सबैजनालाई। हामी